हेलो साथीहरु। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आयो हजुरहरु सन्चै हुनुहुन्छ र म सन्चै छु। म जाँदैछु कोदालो लिएर खेततिर। आज जोत्न नमिल्ने छ, सो त्यही भएर आज चाहिँ असारे 15 अथवा दही चिउरा खाने दिन। अनि परम्परादेखि नै चलिआएको असारे 15 गते दशैं पूर्णे परेको हुनाले गोरु पाडाले जोत्न नहुने भएको कारणले हामी गयौं कोदालो लिएर खेततिर। हेनाहरु चाहिँ अगाडि गइसक्नु भएको छ। भाइ र म जाँदैछौं भिडियो गराई। हामीले चाहिँ बिहानै खनेर पनि खाना खाएर फेरि खन्न जाँदैछौं। हाम्रो फेरि भोलिदेखि रोपाइ हुन्छ। मेरो मिनी भ्लग डेली आउँछ, साथीहरु सपोर्ट गर्नु पर्यो है। र मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने फलो गर्न नबिर्सनु होला। र भेनाहरु एकछिन होटलमा बस्नु भएको रहेछ, सो म पनि एकछिन बसेर आए। खेतमा पुगेर यसो हेरेको त खेतमा त पानी नै रहेनछ। अलि हाल्नको लागि आएको पानी नै रहेनछ। पानी नै नभएपछि फुलबाबाले भन्नुभयो बारी खन्न जानी भनेर भन्नुभयो। फुलबाबाले भनेपछि त जानै पर्यो। हामी चाहिँ नबोली जाँदैछौँ। आफू भन्दा ठुलो मान्छेले काम गराएपछि त जानै पर्यो। कसैलाई फलामको आवश्यकता पर्यो नि यहाँदेखि लान सक्नुहुन्छ। जसले लयो भने फेरि हो है। हामी चाहिँ गफ गर्दा खेतमा पनि आइपुग्यौं। हामीले नबोल्दासम्म खन्न पर्ने हुन्छ। भिडियो गराउनको लागि स्ट्यान्ड पनि ल्याएको छु। स्ट्यान्डलाई रेडी पारेर खन्न पर्ने हुन्छ। हजुरहरुलाई थाहै छ, अब मैले खन्न थाले भने यति छिटो काम गर्दिन्छु जसले मलाई भेट्न सक्दैन। गफ होइन है साथीहरु, रियालिटी आँखै अगाडि छ। झ्याम खन्दै थिए, सर्प देखिहाले। अब घामले पोल्न सुरु गरिसक्यो। एकछिन खनेर जान पर्ने हुन्छ घरतिर। साथीहरु खनेर पनि सकियो फाइनली। बिचरा घामले पोलेर होला भेनाहरुलाई। मलाई नै छोडेर हतारमा घर जाँदै हुनुहुन्छ। हाम्रो रोपाइ चाहिँ भोलिदेखि स्टार्ट हुन्छ है साथीहरु। हजुरहरुले रोपेर पनि सक्नुभयो होला। कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। हतारमा घर पनि आइयो। दिदीले चाहिँ खाना पकाउँदै हुनुहुन्छ। म चाहिँ नुहाउँछु। अब के गर्नु साथीहरु, खेती गरेपछि त काम त गर्नु पर्यो। साथीहरु आजलाई भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। बाइ बाइ।